सरकारले दियोस् या नदियोस् मैले चाहिँ दिँदैछु नेपाल तान्त्रिक झाँक्री सङ्घको तर्फबाट र म प्रकाश भुजेलको तर्फबाट सुकुम्बासी आमा बुबा दाजुभाइ दिदीबहिनीहरूलाई लगभग म 300 400 500 जना जतिलाई मैले चाहिँ लुगा लत्ता कपडाहरू जुत्ता अनि तपाईको पाइन्टहरू अनि तपाईको झोलाहरू मैले सक्ने सहयोग है मैले सक्ने सहयोग भन्छु हैन मैले फेरि ठूला ठूला मैले चाहिँ यो गर्छु त्यो गर्छु भन्दा पनि पाइन्ट अनि त्यसपछि जुत्ता अनि त्यसपछि झोला मैले चाहिँ आज एकजना कम्पनीको प्यारो दाइलाई गएर भनेको थिएँ दाइ मलाई ठिक्कको कपडाहरू राखिदिनुस् न मसँग यति पैसा छ म यो पैसा तिरेर तपाईसँग यो कपडा लगाएर ती बिचारा नाङ्गो भोको भुतुङ्गै बसेका ती भाइ बहिनीहरूलाई दिन चाहन्छु भनेको दाइले हुन्छ दाइ हुन्छ भाइ लानी भाइ लैजाऊ भन्नुभएको छ म चाँडै नै भनेको आजै गएर मैले फिक्स गरिसकेको छु आज 23 गते फिक्स गरिसकेको छु भोलि 24 गते सकेसम्म भोलि म हेटौडा जाने भनेको छु तर लुगा बाडेर मात्र म जान नै सक्छु हैन भोलि नै लगेर दिन पनि सक्छु म भोलि हेटौडा पनि जानेछु बेलुकासम्म त म हेटौडा नि जान पर्छ 24 गते आज म त्यही कपडा बाड्नकै लागि आज कपडा फिक्स गरे र भोलि चाहिँ त्यो कपडा लिएर 24 गते जो आमा बुबाहरू सुकुम्बासी आमा बुबाहरू मेरा भाइ बहिनीहरू मेरा दिदी भाइहरू मेरा जो हुनुहुन्छ उहाँहरूलाई म कपडा लिएर जाँदैछु 500 थान जति भनेपछि 500 जनालाई चाहिँ भोलि सकेसम्म 1000 जनासम्मलाई दिनु थियो लगभग 400 500 थान कपडा झोला हैन जुत्ता सकेको म लिएर आउनेछु नमस्कार मैले गर्न सक्ने सहयोग है म झाँक्री गरेर म दिन सक्छु भन्ने मेरो हिम्मत यति चाहिँ छ ल।